कसको बर्थडे हजुरको हो कि कसको आज बर्थडे माइजूको अब मेरो होइन नि हजुरको हो नि बर्थडे हो हजुरको बर्थडे है हो नि नानीलाई Happy birthday to you. Happy birthday to you. Wow. Happy Katmila. बोलायो आउन लाग्यो रे बनाउनु पर्छ त्यस्तै हो खाऊ 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 है केकको टिका लाउनु पर्छ नि बर्थडे गर्छले खै मामुलाई नि खुवाइदिनु भन्छु मामुलाई खुवाइदिनुहोस् ल ल अब मिन्चुले बहिनीलाई खुवाइदिनु भने मिन्चुले के गर्नु यति नगरी खुसी हुँदैन गुड ल अब बाँड्नु त भाउजू खै त नि मामालाई ल अब टिका लाउने भने होइन त अनि टिका लाउने भने छ न खै आकृतिलाई कहाँ लगाइदिने हो आकृतिलाई त खै अब मामाले फोटो खिची गर्ने रे भान्जुलाई अघि निम्तो गरे होइन मामालाई ल मिन्छु भाइ राम्रो हुन्छ नि खसेको त धेरै बोक्नु सक्दैन हो प्रिन्सेसले नि धेरै बोक्नु सक्दैन है ल्याउ मिन्छु ल दुईटा हात थाप्नु सबैले यसरी यसरी गर्ने ल पैसा राख हात थामे खोइ त हातमा परेन लु कप्पो खाऊ आज त माने त नि पैसा यहाँ पैसा जति थालेको यो पैसा बोक्नु पर्छ यसको केही खाने होइन है हबका राख्ने नयाँ खुट्टा ल्याऊ यता आऊ नानी यता हेर्नु त मामु हेर्नु त यता हेर्नु त प्रिन्सेस यता हेर्नु न कहाँबाट आज खुट्टा ढोग्नु पनि भान्जीले त ढोग्नु पर्छ खुट्टा सबै ढोग्नु भन्नु भान्जु गए खुट्टा 20 दिनेर के माइजूले खाइ त नि खै यहाँ आउनुहोस् त भान्जु ज्ञानी बन्नु भान्जी हस् धेरै पढ्नुहोस् ल ह्याप्पी बर्थडे भान्जी एकजनाको बर्थडेमा धेरैजनाले के खान्छ यो त के गर्नु
यस्तो होइन सन्तानको त जात सुनिन्छ। मुन्जुलाई ग्रिन कलरको दिन्छु नि है। अन्त रिसाएर न यो ग्रिन कलरको ल आकृतिलाई सबैभन्दा ठुलो पैसा है आकृति प्रिन्सेसलाई यो ल मामु खानुहोस् ल हँसाउलाई यो फेरि ल ल मामु सबै अब मेरो पालो केक खुवाइदिन्छु ल। अब त्यहाँ भरि पैसा पनि यही राख ल टिका लाउने टिका है ए मम्मीले दिएको हो मम्मीले दिएको पैसा होइन होइन यहाँ राखिदिन्छु ल त्यो त कान्छी हजुर 10 रुपैयाँ त तान्के छिन् कि यो चाहिन्छ लेख्नु नि त 10 रुपैयाँ 10 रुपैयाँ 3 जना 4 जना तिम्रो यहाँ छ क्या तिम्रो यहाँ छ ठुलो मम्मीलाई चेन्ज गर्नु यो के तिम्रो पैसा ल आकृति पनि है लिन्छु यो गरिसकेपछि अब यति त हो नि हामी पोखरा हजुर नि हाम्रो प्रिन्सेसको चाहिँ है डक्टर बन्ने डक्टर बन्ने ल नमस्ते गर न फुपाजु नमस्ते गर न डगी गर्ने कि नगर्नु गर्ने ले डगी डगी है तिम्रो गिफ्ट यहाँ राख्नु त अब केक त लाइदिनु पर्दैन के धेरै नखाऊ एकछिनमा तिम्रो एकछिन बरु मेरो खाऊ ल अहिले सबै किनाकै त हो ए नाम पैसा नखसाउ न भोलि चाहिँदैन मैले 300 जत्रो होला र बुझ्ला न हौ के गर्नु है त्यता कता यता सानोले टिकी 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 धेरै भयो त टिका पनि मिन्छु पनि कति राम्रो दुलैको साथीहरू लगन तिनीहरू ल त्यहाँ उसमा हाल्ने डक्टरको सामानमा हाल्ने आकृति लगाइदिने हो क्या लगाइदिनु पर्यो नि चिनीले दिएको जेठिनी नि जेठिनी भन्छ जेठी रे कहिले जेठिनी रे निनी निनी भने अरे लो वाउ चाँदी कुन्डी के अरे चिन्डी के किन्डी के पो भन्दै थियो हिजो अस्ति भन्छ नि बेबीलाई टिकी लाउनु पर्यो टिकी लाएर पैसा पो कमाउनु पर्छ त होइन सानो ए पैसा कमाएर भोलि गर्ने भोलि खानुपर्छ के हो यो चक्कु त मैले के बस्नु त आउनु न बेलुका कस्तो सिकेन आयो कस्तो राम्रो आएको भाइ यता हेर है यहाँ खानेकुरा छ मसँग अब यो पनि राख्दै हुन्छ
और दुनिया बस्ने ल खेलेर बस्छ है मिन्टु के खाने फेरि खारा भइहाल्छ नि एकछिन देऊ न त एकछिन ल एकछिन